नमस्ते साथीहरू, व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। आज हामी कुरा गर्नेछौँ उकारको बारेमा। नेपाली भाषाका शब्दहरूमा दुईटा उकारहरू प्रयोग गरिन्छ, एउटा ह्रस्व उकार र अर्को दीर्घ उकार। अब स्क्रिनमा हेर्नुहोस्, यो उ ह्रस्व उ हो र यो उबाट नै ह्रस्व उकार बनेको छ र यो उ दीर्घ उ हो, यो उबाट नै दीर्घ उकार बनेको छ। उकारलाई हामी वर्णको तलपट्टि घुमाउने गर्दछौँ। जुन उकार तलबाट माथि फर्किएको हुन्छ त्यो हो ह्रस्व उकार र जुन उकार तलपट्टि फर्किएको हुन्छ त्यो हो दीर्घ उकार। हामीले ह्रस्व उकार उच्चारण गर्दा छिटो र छोटो तरिकाले उच्चारण गर्छौँ, जस्तै क उ कु, ख उ खु। त्यस्तै गरी दीर्घ उकार उच्चारण गर्दा केही लामो उच्चारण गर्नु पर्दछ, जस्तै क उ कु